अब यो क्वेसनमा के छ, P इम्प्लाइज टु Q इक्विभ्यालेन्स निगेसन P और Q छ। अब सुरुमा त हामीले P र Q त चाहियो नै, ठीक छ। यो ट्रु हुँदा यो ट्रु हुनसक्छ, यो ट्रु हुँदा यो फल्स हुनसक्छ, यो फल्स हुँदा यो ट्रु हुनसक्छ, यो फल्स हुँदा यो फल्स हुनसक्छ। चारवटा कन्डिसन त यही हो। अब P इम्प्लाइज टु Q निकालौँ हामी। मैले A प्लस लिएर आउँदा मैले फोन पाएँ, म खुसी छु। मैले A प्लस लिएर आएँ तर पनि मैले फोन पाइनँ, म दुखी भएँ। मैले A प्लसै ल्याइनँ तर पनि फोन पाएँ, म खुसी छु। मैले A प्लस लिएर आइनँ अनि मैले फोन पाइनँ, ठिक छ, म खुसी छु। किनकि A प्लस नआएपछि त फोन पनि आउने भएन। धोका त कहाँ भयो, धोका यहाँ भयो। मैले A प्लस लिएर आएँ तर पनि मैले फोन पाइनँ, यसमा मात्र फल्स, बाँकी सबै ट्रु। अब यहाँ निगेसन P चाहियो हामीलाई, यसलाई उल्टो बनाउने P लाई, फल्स फल्स ट्रु ट्रु। अब निगेसन P और Q छ, निगेसन P और Q, यो पनि निकाल्यौँ। यो र यो औरमा के हुन्छ, एउटा ट्रु छ भने ट्रु हुन्छ, एउटा ट्रु छ ट्रु। यो र यो दुईटै फल्स फल्स, यो र यो दुईटै ट्रु ट्रु, यो र यो एउटा ट्रु छ भने ट्रु हुन्छ। अब यसमा बाइ कन्डिसनल छ, P इम्प्लाइज टु Q इक्विभ्यालेन्स P और Q। यो भनेको इक्विभ्यालेन्स, यदि सेम छ भने ट्रु, फरक छ भने फल्स। जस्तै मैले पानी खाएँ भने मेरो तिर्खा मेटिन्छ, यो सेन्टेन्स त ट्रु हो नि त। मैले पानी खाइनँ भने मेरो तिर्खा मेटिँदैन, यो सेन्टेन्स पनि ट्रु हो नि त। मैले पानी खाइनँ भने मेरो तिर्खा मेटिन्छ, मैले पानी खाइनँ भने मेरो तिर्खा मेटिन्छ, यो त फल्स हो नि त। अनि मैले पानी खाएँ भने मेरो तिर्खा मेटिँदैन, यो त फल्स हो नि त। त्यही भएर पानी खाएँ भने मेटिन्छ ट्रु हो, पानी खाइनँ भने मेटिँदैन फल्स हो। सेम आयो भने ट्रु हो, फरक आयो भने फल्स हो। यहाँ हेर, हामीले बाइ कन्डिसनल कसलाई लगाएर हो, P इम्प्लाइज टु Q यसलाई र निगेसन P और Q यसलाई। मैले पानी खाएँ मेरो तिर्खा मेटियो, ट्रु। मैले पानी खाइनँ मेरो तिर्खा मेटिएन, ट्रु। मैले पानी खाएँ मेरो तिर्खा मेटियो, ट्रु। मैले पानी खाएँ मेरो तिर्खा मेटियो, ट्रु, सबै ट्रु। अब यहाँनिर के गरी ट्रु र फल्स भएको भए, मैले पानी खाएँ र मेरो तिर्खा मेटिएन, यस्तो त हुँदैन नि त, यो चाहिँ फल्स हुन्थ्यो, तर यो त छैन। ल एन्सर चाहिँ यति हो है।